गरेर जेनजी आन्दोलन सुरु गर्ने यहीँबाट सुरु गर्नुभयो आज दुईटा सरकार बनिसक्यो तपाईँ यही हुनुहुन्छ कहिले छोड्ने मान्छे सुन्नुहोस् हामी कुनै पदको लागि हामी कुनै शक्ति केन्द्र धाउनको लागि हामी कुनै पदमा गएर भ्रष्टाचार गर्नको लागि अकुत सम्पत्ति कमाउनको लागि हामी माइती घरमा आएको होइन। तपाईँ हेर्नुहोस् भदौ 23 र 24बाट कतिवटा सरकार 2वटा सरकार बनेनन्। हामी अझ पनि सुन्नुहोस् नेपाली जनताको निरन्तर आवाज उठाउनु हाम्रो गल्ती हो, कमजोरी हो। हामीले के अब बिक्नु पर्ने हो, कुनै शक्ति केन्द्रको चाकरी गर्नुपर्ने हो, विदेशी शक्तिको फोनले चल्नु पर्ने हो होइन भने सुन्नुहोस् होइन कसको गरे प्रुफ छ कसको गरे तपाईँ हावा कुरा गर्ने सुन्नुहोस् हामी निरन्तर यो देशका न्यायको यो देशका भूमि पीडितको सुकुम्बासी पीडितको हामी आवाज बोलिरहेका छौँ। हामीलाई संसदमा जानुपर्ने जरुरी छैन। कोही दाएन त्यो हामीसँग काङ्ग्रेस एमाले माओवादीसँग हाम्रो पानी बराबरको व्यवस्था छ। हिजो केपी ओलीलाई कारबाही गर्नुपर्छ, म रमेश लेखकलाई सबभन्दा धेरै कारबाही गर्नुपर्छ भनेर बोल्ने हामी होइन। प्रुफ छ नि त्यो त हामी होइन। विसार्नुपर्छ भन्ने हामी होइन, विसार्न लाउने हामी होइन।